सबजनामा नमस्ते। म पञ्चासे ब्लगर। मेरो वास्तविक नाम चाहिँ हरि पौडेल हो। मेरो घर चाहिँ पोखरा 23 सिरानी हो। म चाहिँ अहिले जापानको टोकियो नजिकबाट बोलिरहेको छु। म चाहिँ जापान आएको अहिले करिब 1 वर्ष पुरा भएको छ र मैले चाहिँ आफ्नो टिकटकमा चाहिँ पञ्चासे ब्लग भनेर चाहिँ खोलेको करिब 6 महिना भयो। त्यसभन्दा चाहिँ मेरो हरि पौडेल 2058 भन्ने अकाउन्ट थियो र मैले चाहिँ त्यसलाई चाहिँ आफ्नो ब्लगको रूपमा चाहिँ प्रयोग गर्ने निर्णय गरेर चाहिँ मैले सानो सानो ब्लगहरू बनाउन सुरु गरेको। त्यसमा चाहिँ हाम्रो साथीहरू 8000 जोडिनु भएको छ र कुल हाम्रो लाइक चाहिँ अहिले 1,08,000 लाइक पुगेको छ। र मैले भिडियो बनाउन खोजेको चाहिँ जुन हाम्रो समाजमा घटिरहेको घटनाक्रमहरूलाई देखाउनु र मेरो भिडियोबाट चाहिँ केही न केही राम्रो कुराहरू पुगोस् समाजमा, सन्देशमूलक भिडियोहरू चाहिँ मैले प्रायःजसो बनाउन खोजिरहेको हुन्छु र तपाईँहरूले चाहिँ माया गरिरहनु भएको छ र अझै पनि माया गर्नुहुन्छ भन्ने आशा अपेक्षासहित मैले चाहिँ जुन विदेशहरूमा होइन जापानमा चाहिँ प्रायः स्टुडेन्ट लाइफमा चाहिँ के कस्तो हुन्छ अनि परदेशमा बसेका दाइ दिदीबहिनीहरू 4-5 वर्षसम्म पनि घर नजाँदाखेरि उहाँहरूसँग चाहिँ कुरा गरेर होइन के हुन्छ कस्तो हुन्छ उहाँहरूको अनुभव पनि प्रस्तुत गर्ने जमर्को गरिरहेको छु र मैले धेरै साथीहरूलाई पनि ल्याउने कोसिस गरिरहेको छु र अहिले कार्यव्यस्तताका कारणले पनि कुराकानी हुन सकेको छैन र तपाईँहरू पनि मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया लाइक कमेन्ट र सेयर गर्नुहोला र अझै पनि माया गर्नुहोला। तपाईँहरूले नै माया गरेर यो ठाउँमा आइएको छ र भिडियो बनाउन हौसला मिलिरहेको छ र अझै पनि माया गर्नुहुनेछ भन्ने अपेक्षासहित यो भिडियो चाहिँ टक्राउन चाहन्छु। धन्यवाद। हरि पौडेल 50 ब्लगर पार्ट 2 को लागि वेट गर्नु।